समितिको आदेशअनुसार 15 देखि 18 मिनेटसम्म यो कार्यक्रम भ्याउन पर्ने भएकोले मैले एकमुष्ट अध्यक्ष लगायत हाम्रो यस समितिमा रहनुभएका सम्पूर्ण पद अधिकारीहरूलाई एकमुष्ट आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। र यसै गरी जति पनि केन्द्रमा उपस्थित हुनुभएका सम्पूर्ण सदस्यहरूले जहाँ जस्तो स्थानमा हुनुहुन्छ त्यही ठाउँमा यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि पनि म विनम्र अनुरोध गर्दछु। र त्यसै गरी आजको यो कार्यक्रमलाई कर्मश रूपमा अगाडि बढाइदिनु हुने हाम्रो यस स्वास्थ्य तिलोत्तमा जुम्बा योग केन्द्रकी अध्यक्षले समय 4 मिनेट 5 मिनेट भित्र आफ्ना केही भनाइहरू राखिदिनु हुनको लागि म विनम्र अनुरोध गर्दछु। आज चाहिँ हामीले यो औपचारिक कार्यक्रम नगरौँ भन्ने कुरा भयो। एकदम सर्टकटमा गरेर रमाइलो कार्यक्रम मात्र गरौँ, हामी यो रमाइलो गर्न आएको भन्ने कुरा गर्नु पहिल्यै प्रस्ताव राखिसक्नुपर्छ। त्यही भएर मैले अब सबैजना जहाँ जता छरेर बस्नुभएको छ हाम्रो औपचारिक कार्यक्रम सञ्चालन नलागेको हुँदाखेरि प्लिज सबैजना यो स्थानमा आइदिनुले कटेजभित्र है त है। हस्, धन्यवाद। हस्, धन्यवाद सर। हाम्रो यो माइकको अलिकति प्रब्लम भएको थियो तर सल्भ भयो। त्यही भन्दै हाम्रो यो 30 कार्यक्रम गरेका थियौँ। हाम्रो आदरणीय दाजुहरूले हामीलाई चेलीबेटीहरूलाई खुवाउने कार्यक्रम 30 मा गर्नुभएको थियो। दाजुभाइहरूसँग मैले क्षमा प्रार्थी छु, किनभने हामीले अलिक ढिला भयो। तिहारमा दिदीबहिनीले दाजुभाइलाई खुवाउने अथवा सम्मान गर्ने कार्यक्रम हो। हाम्रो आफ्नै विभिन्न कारण, सबै दिदीबहिनीहरूको विविध कारणले गर्दाखेरि हामीलाई ढिला भयो। अब त तिहार मिलन कार्यक्रम भन्दाखेरि पनि यो वनभोज जस्तो एउटा हामी सबै एउटा फ्यामिलियर भएर मिलन गरौँ भन्ने उद्देश्यले चाहिँ यहाँ बुटोल फुलबारीमा आएर सानो कार्यक्रम राखेका छौँ। दादीहरू सबै टिमबाट म लगायत मेरो सम्पूर्ण दिदीबहिनीहरूको तर्फबाट हामी क्षमा प्रार्थी छौँ, किनभने अब हामीले टाइममा गर्न सकिएन। त्यही भन्दै अब मलाई चाहिँ थोरै बोल्न भन्नुभएको छ। थोरै भन नि, एकदम थोरै बोल्छु म। अब हाम्रो यो जुम्बा टिमबाट यसरी रमाइलो गर्न पाइयो आयो। आदरणीय दाजुहरूले हामीलाई सम्मान गर्नुभयो। हामीले खोजेको जस्तो राम्रो त अब नहोला, तर पनि अब बहिनीहरूले जे जस्तो गर्यो हजुरहरू एकदम सन्तुष्टि भएर जानु होला भन्न चाहन्छु। र दिदीबहिनीहरूलाई पनि मैले अब दाजुभाइहरूलाई हजुरहरूले आफ्नै ठाउँबाट हामीले सम्मान गरौँ, किनभने अब पालैसित आउँदाखेरि त सबैजना बोल्यो भन्ने टाइम पनि छैन। त्यसै कारणले गर्दाखेरि अब हजुरहरूको सबैजनाको प्रतिनिधित्व गर्दै म चाहिँ दाजुहरूलाई सबैजनालाई शुभकामना दिँदै आजको कार्यक्रम अगाडि बढाउनको लागि मैले आग्रह गर्दछु सन्तोषलाई। धन्यवाद। स्वास्थ्य तिलोत्तमा जुम्बा योग केन्द्रकी अध्यक्ष बिना ग्यामली गौतमजीले आफ्ना छोटा मिठा मन्तव्यहरू राखेर जानुभएको छ। र यसै क्रममा यस स्वास्थ्य तिलोत्तमा जुम्बा योग केन्द्रका वरिष्ठ सल्लाहकार श्री विष्णु प्रसाद रेग्मीज्यूले पनि यसरी आफ्ना 2-4वटा भनाइहरू 4 मिनेट भित्रै राखेर गइदिनु हुन म विनम्र अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक तथा जुम्बा टाइम्सका सचिव सन्तोषज्यू, सर्वप्रथम त सबैलाई राधे राधे भन्न चाहे है मैले। राधे 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 राधे, किनभने यहाँ राधेहरू धेरै